रियल इस्टेटमा पैसा छ त्यो त सबैलाई थाहा छ, तर सफलता भनेको केवल केही एजेन्टहरूको मात्रै छ। किन? कारण के हो? स्ट्र्याटेजी। आज हामीले बुझ्नेछौँ 7वटा प्रुभन स्ट्र्याटेजी जसले गर्दा हजुर पनि एउटा सफल रियल इस्टेट एजेन्ट बन्न सक्नुहुन्छ। लेट्स फाइन्ड आउट। स्ट्र्याटेजी 1, आफ्नो बजार मार्केट बुझ्नुहोस्। सक्सेस सुरुवात हुन्छ तपाईले कहाँ काम गर्दै हुनुहुन्छ भन्ने कुराबाट। पोखरामा हो, फुलबारीमा हो या गाउँखोलामा हो, त्यो फरक थाहा पाउनु पर्यो र हजुरको बायरलाई चिन्न पर्यो। सो नो योर लोकल मार्केट इज द फर्स्ट चोइस, फर्स्ट स्ट्र्याटेजी, बेटर देन एनी वान। सेकेन्ड वान छ सही लिस्टिङ सङ्कलन गर्नुहोस्। लिस्टिङ तपाईँको एउटा प्रडक्ट हो। सो दोकान थापेर प्रडक्टै छैन भने त त्यो भएन। सो आफूलाई प्रडक्ट कस्तो खालको राख्ने, कुन मूल्यको राख्ने, लाइक लिगल वेमा कसरी जाने भन्ने कुराहरू सबै बुझेर चाहिँ बी सेलेक्टिभ बट बी कन्सिस्टेन्ट। थर्ड स्ट्र्याटेजी इज लिगल प्रोसेस। लिगल प्रोसेसमा कस्तो पकड छ, मालपो टिप्पणी दर्ता, ट्याक्स क्लियरेन्स, बैना, यी सबै प्रक्रियाहरू चाहिँ राम्रोसँग बुझ्नुपर्छ र क्लाइन्टलाई चाहिँ हजुर एक्सपर्टको तरिकाले चाहिँ बुझाउन सक्नुपर्छ। लर्न द पेपर वर्क प्रोसेस लाइक अ प्रो। स्ट्र्याटेजी नम्बर 4, टेक स्याभी बन्नुहोस्। अनलाइन प्रेजेन्स बन्नुहोस्। फेसबुक, टिकटक, युट्युब, यही नै हाम्रो नयाँ बायरहरूको ह्याङआउट गर्ने स्पट हो। यो कुरा हजुरले थाहा पाउनु पर्यो। आफ्नो डिजिटल प्रेजेन्स देखाएर ड्रोन भिडियो, 360 टुर, त्यसै गरी रिल्सहरू बनाएर चाहिँ आफ्नो रिच चाहिँ बढाउनु होला। स्ट्र्याटेजी नम्बर 5, फलोअप गर्ने ह्याबिट। एकपल्ट क्लाइन्टले फोन गरेपछि चुप लागेर होइन, कन्टिन्युसली फलोअप गर्नुपर्छ। प्रपर्टी अपडेट दिनुहोस्, फिडब्याक माग्नुहोस्, रिलेसनसिप बनाउनुहोस्। सेल्स सफल हुने कि नहुने भन्ने हजुरको ह्याबिटले निर्धारण गर्नेछ। 6th स्ट्र्याटेजी, लोकल नेटवर्कमा कस्तो पकड छ भनेर। हरेक एजेन्ट सक्सेसफुल नहुनसक्छ, तर हरेक सक्सेसफुल एजेन्ट चाहिँ नेटवर्किङ मास्टर हुनसक्छ। सो लोकल एजेन्ट, घरजग्गाप्लट.com जस्ता प्लेटफर्महरूबाट लयर, इन्जिनियर सबैसँग चाहिँ एउटा कनेक्सन बनाएर राख्नु होला। 7th स्ट्र्याटेजी, एक सही प्लेटफर्म वा एजेन्सीसँग काम गर्नु होला। सही सिस्टम बिना सफल एजेन्ट बन्न सकिन्न। त्यसैले काम गर्नुहोस् रजिस्टर्ड रियल इस्टेट एजेन्ट या कुनै कम्पनीसँग। भेरिफाइड लिस्टिङ हुन्छ, हजुरको मार्केट सपोर्ट हुन्छ, कमिसनको क्ल्यारिटी हुन्छ, डकुमेन्टेसन सपोर्ट हुन्छ है। सो हाम्रो चारकिला रियल इस्टेटमा नि जोइन गर्न सक्नुहुन्छ। सो एजेन्ट बन्न त सजिलो छ, तर सफल एजेन्ट बन्न चाहिँ हजुरले स्ट्र्याटेजी चाहिन्छ। यी 7 कुरा हजुरले अपनाउनु भयो भने चाहिँ केही हदसम्म हजुर चाहिँ सफल रियल इस्टेट एजेन्ट हुन सक्नुहुन्छ भन्ने चाहिँ हामी विश्वास राख्दै थ्याङ्क यू फर वाचिङ एन्ड लाइक, कमेन्ट एन्ड सेयर। अनि चारकिलामा जोइन गर्न मन छ भने चाहिँ आजै हामीलाई टेक्स्ट गरिहाल्नु है त। थ्याङ्क यू, बाई।